8 अर्ब 6 करोड 32 लाख 13,117 रुपैयाँ घोटालाको कुरा छ। प्रधानमन्त्री बालेनले मलाई वर्षौंसम्म तन्किने प्रक्रिया होइन तत्काल परिणाम चाहिन्छ भनेपछि विपक्षीले पाए मुद्दा यसरी बोल्न पाइन्छ प्रधानमन्त्रीले? अख्तियार प्रमुखलाई बालेनले थुन्यो रे। कहानी तपाईलाई सबै सुनाउँछु विस्तारमा, पहिला यी सुनाउँ है त। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर अख्तियारको कामै भ्रष्टाचारीलाई समाउने होइन त, उनीहरूलाई नसमाऊ भन्नु पो पाप होला त। अपराधी पत्ता लगाऊ भन्दा नि विरोध हुने देश हाम्रै नेपाल होला भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालाबाट नेपाल सरकारले 64 लाख थान विद्युतीय राहदानी छाप्ने योजना ल्यायो। त्यसका लागि 8 अर्ब भन्दा बढीको अन्तर्राष्ट्रिय ठेक्का निकालियो। राहदानी विभागले बोलपत्रमा अत्याधुनिक ब्लेड सर्भर आवश्यक पर्ने शर्त राखेको थियो। तर आरोप के लाग्यो भने जर्मन कम्पनी म्युलबार र भेरिडोस